हामी चाहिँ होटलमा ब्याग राखेर घुम्न लाग्यौँ बन्दीपुर। साथीहरूको भिडियो बनाउँदैछु। भ्यूको हेर्न सक्नु कस्तो राम्रो ग्रेट वाल। अनि माथि पुगेर चटपट खायौँ हामीले, भोक लागेको थियो। खाएर अनि मैले आफ्नै भिडियो बनाउँदैछु यताउति अनि भाइसँग। अनि हामी चाहिँ नाच्यौँ एकछिन रमाइलो गरेर। आफ्नै भिडियो बनाउँदै हिँड्दैछौँ हामी चाहिँ। अनि यता भ्यू हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ। अनि हामी 3 धारसँग पुगेको थियौँ। माथि खड्का देवी मन्दिर रहेछ, मन्दिर अनि पुग्यौँ। अनि बन्दीपुरको नाइट भ्यू हेर्न सक्नुहुन्छ। अनि लाइटले त झन् दामी बवाले देखिँदो रहेछ। खाएर हामी बारबिक्यू गर्न लाग्यौँ। बारबिक्यू गर्दै गफ गर्दै हामी रमाइलो गर्दै थियौँ। यहाँ चाहिँ मैले सबैजनाको भिडियो बनाउँदैछु। अनि मैले सन्तोषले ल मेरो पनि भिडियो बनाइदेऊ भनेछु। मैले चाहिँ स्प्रेड देखाउँदैछु। यसरी नै हाम्रो दिन सकियो। हस्त धन्यवाद।